नमस्कार दिदी भिनाजु, विवाहको 50औं वर्ष पुगेकोमा शुभकामना, धेरै धेरै सम्झना। नमस्कार। नमस्ते ठुलबा ठुलमम्मी, हाम्रो तर्फबाट हजुरहरूलाई विवाहको 50 वर्ष पुगेको उपलक्ष्यमा धेरै धेरै शुभकामना, धेरै माया र सम्झना। नमस्कार सम्पूर्ण उपस्थित मान्यजनहरूमा, वैवाहिक जीवनको 50औं वर्षको आरोह अवरोहहरू सफलतापूर्वक पार गर्दै यहाँसम्म आइपुग्नु भएकोमा ठुलबा ठुलमम्मीलाई धेरै धेरै शुभकामना एवं धेरै धेरै बधाई। भौतिक रूपमा त्यहाँ उपस्थित हुन नसके पनि टाढैबाट भए पनि हाम्रो माया सम्झना सम्पूर्ण उपस्थित मान्यजनहरूमा नमस्कार। नमस्कार हाम्रा आदरणीय सम्धिज्यू गोविन्द प्रसाद खनाल र आदरणीय सम्धिनीज्यू रमा खनालको आज पर्न गएको 50औं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा हामी मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं। साथै हजुरहरूको सुस्वास्थ्य, दीर्घायु र सुखी दाम्पत्य जीवनको पनि धेरै धेरै मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं। नमस्कार। प्रिय भाइ गोविन्द र उसकी जीवन संगिनी रमाको शुभ विवाह सम्पन्न भएको आज 50औं वार्षिकोत्सवको सुखद उपलक्ष्यमा उनीहरूको सुखमय दाम्पत्य जीवन सदा सर्वदा अक्षुण्ण रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै आगामी वर्षौं-वर्षसम्म सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्दछौं। हार्दिक बधाई गोविन्द र रमा दम्पतिलाई। श्री पशुपतिनाथले शुभ आशीर्वाद दिउन्। साथै छोराहरू प्रमोद र प्रदीप अनि बुहारीहरू, नाति नातिनीहरू र अन्य सबैलाई बुवा मम्मीको राम्रो सेवा हेरचाहका लागि यस अवसरमा प्रशंसा नगरी रहन सक्दैनौ। सबैलाई बधाई छ। बाबु र रमालाई पनि मेरो तर्फबाट पनि धेरै धेरै बधाई छ। नमस्कार बुवा मम्मी, हजुरहरूलाई 50औं वर्षगाँठको धेरै धेरै शुभकामना। बुवालाई जहिलेदेखि मैले चिने एकदम सज्जन, एकदम आफूलाई पनि सज्जन बन्न मन लाग्ने सज्जन बुवा र सबैलाई बराबर माया गर्न सक्ने मम्मी, सबैलाई मिलाएर सबैलाई धेरै माया गर्ने मम्मी, हजुरहरूलाई चिन्न पाउनु मेरो एकदम ठुलो भाग्य जस्तो लाग्छ। हजुरहरूको अर्को 50 वर्षको पनि मनाउन पाइयोस्। हजुरहरूलाई धेरै धेरै शुभकामना हाम्रो तर्फबाट। ह्याप्पी म्यारिज एनिभर्सरी मम्मी बाबा। हजुरहरूको सुस्वास्थ्यको कामना गर्दछु हाम्रो तर्फबाट। त्यही हो, थ्याङ्क यू। नमस्ते सबैजनामा। हाम्रो ठुलो बुवा गोविन्द खनाल तथा ठुलो मम्मी रमा खनालको 50औं वर्षगाँठको उपलक्ष्यमा हामी हाम्रो तर्फबाट, यो परिवारको तर्फबाट शुभकामना दिन पाउँदा हामी साह्रै नै खुसी छौँ। यो माया सद्भाव सधैँ नै बढिरहोस्। हामीले पनि ती माया सद्भावलाई लिएर हामी अगाडि बढ्न सकौँ, सधैँ त्यसप्रति हामी आभारी रहनेछौँ। अब म यति भन्दै दिदीले हामीलाई गर्नुभएको साथ सहयोग भिनाजु यसमा सधैँभरि यो दिइरहन पाइयोस्, गरिरहन पाइयोस्, यही भन्दै। नमस्कार ठुलबा ठुलमम्मी, हजुरहरूलाई 50औं एनिभर्सरीको धेरै धेरै शुभकामना, धेरै धेरै माया। थ्याङ्क यू। ह्याप्पी एनिभर्सरी। ह्याप्पी एनिभर्सरी। Govinda Dai ani Rama Didi ma ya America ma chu New Jersey ma chu ya chisoja pani pura kucha tara. It warms my heart to think taba du jana pachas borsa bayara dia garden baya kucha. Ekdom tulo congratulations. Yo kura sunada mala ekdom kusi lagyo. Nepal ma ayera taba du le malai basaunu baya kucha ani mai सँग पनि खानु भएको छ, मलाई पनि सिकाउनु भएको छ धेरै कुराहरू नेपाली संस्कृतिको बारेमा, नेपालको बारेमा अनि छेउको लागि म तपाईँहरूलाई धन्यवाद दिन्छु। अनि धेरै वर्षपछि पनि हामी भेट पाइसक्यौँ हिजो अस्ति अनि यो एकदम खुसी लाग्यो। बधाई छ, 50 years सेलिब्रेसन भइसक्यो अनि अरू वर्ष बाँकी छ। तपाईँहरू आनन्द बस्नुहोस्, राम्रोसँग बस्नुहोस्, बिचमा पनि माया गर्नुहोस् अनि फेरि फेरि बिताउनु। नमस्कार यहाँ उपस्थित सम्पूर्ण आदरणीय आफन्तजनहरूमा,
आज हाम्रो दिजु अनि बिनाजुको 50औं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा हाम्रो परिवारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। ह्याप्पी एनिभर्सरी, बाई बाई। नमस्ते। हाम्रो प्यारो ठुलो बुवा ठुलो मम्मीलाई 50th वेडिङ एनिभर्सरीको धेरै धेरै शुभकामना हामी सबैजनाको तर्फबाट। आजको यो रमाइलो दिनमा हामी हजुरसँग हुन नसके पनि हाम्रो तर्फबाट हजुरहरूलाई धेरै धेरै माया अनि सम्झना। Lots of love from London. Bye bye. Bye. Happy anniversary. नमस्कार ठुलो बुवा ठुलो मम्मी, यहाँहरूलाई 50औं वैवाहिक वर्षगाँठको हामी धेरै धेरै बधाई र शुभकामना दिन चाहन्छौं। र 50 वर्षको जुन यो प्रेम र सहयात्रा छ हाम्रो लागि पनि एकदमै प्रेरणादायी छ। हजुरहरूको आगामी दिन पनि सुख शान्ति र समृद्धिले भरिपूर्ण होस् भन्ने कामना, साथै हजुरहरूको माया यस्तै प्रगाड रहिरहोस् भन्ने पनि कामना गर्दछु। आज त्यहाँ उपस्थित नभए पनि हाम्रो मिठो सम्झना छ यहाँहरूलाई र आजको विशेष दिन खुशियाली र उमङ्गले भरिपूर्ण रहोस् भन्ने हामी कामना गर्दछौं। दर्शन बुवा मम्मी अनि नमस्कार सबैजनालाई। बुवा मम्मी, आज हजुरहरूको 50औं विवाहको वार्षिक उत्सवमा धेरै धेरै बधाई अनि शुभकामना छ। आज हजुरहरूको स्पेशल दिनमा धेरै रमाइलो गरियो, धेरै फोटोहरू भिडियो खिच्यो अनि हामीलाई सेयर गरियो। हजुरहरूको यो साथ माया सधैँ यसरी नै रहोस्। फेरि पनि हजुरहरूलाई आजको स्पेशल दिनको लागि धेरै धेरै शुभकामना। हस्, नमस्ते, बाय बाय। कहू बाय गर, सी बाय। Hello Romain, hello Govinda, félicitations pour vos noces d'or. Je vous souhaite beaucoup de bonheur pour les prochaines années. J'espère vous revoir bientôt avec Lakshmi, Maya, Anil. Je vous embrasse très fort depuis Genève. Gros bisous, à bientôt, ciao ciao. Hello, this is Véronique from France, in Ardèche, where I live now. This is a beautiful location for me to paint and have a nice time. So, congratulations, very, very congratulations for your 50 wedding birthday. Have a nice day today with your friend and the family. And I hope to see you soon in France or maybe in Nepal. Bye bye, namaste. नमस्कार। 5 दशकको साथ र समझदारीको लागि हजुरहरूलाई बधाई छ। हजुरहरूको सम्बन्धले हामीलाई सच्चा प्रेमको अर्थ सिकाएको छ। भगवानले हजुरहरूको जोडीलाई सदा खुशी र समृद्धिले भरुन्। यो खुशीमा शारीरिक रूपमा उपस्थित हुन नसके पनि यो सानो भिडियो सन्देश मार्फत वैवाहिक वर्षगाँठको स्वर्ण दिवसको अवसरमा हामी सम्पूर्ण परिवारको तर्फबाट शुभकामना व्यक्त गर्दछौं। आज हजुरहरूको यस महत्वपूर्ण दिनमा सुख शान्ति एवं दीर्घ दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्न चाहन्छौं। ईश्वरले सदैव हजुरहरूलाई आशीर्वाद प्रदान गरिरहनुहोस्। हजुरहरूको यो प्रेमको यात्रा अनवरत रूपमा अगाडि बढोस् भन्ने कामनाका साथै यस भिडियो सन्देश मार्फत हामीहरूलाई पनि कार्यक्रममा सहभागी हुने अवसर जुटाइदिएकोमा छोरा प्रदीपलाई धेरै धेरै धन्यवाद। ह्याप्पी एनिभर्सरी। म प्रकाश अर्याल, मेरो धर्मपत्नी दिपा, छोरा सन्दीप, बुहारी सम्झना, सानी नातिनी रिदाको तर्फबाट आज नेपालमा हुन गइरहेको मेरो अत्यन्त प्यारो दाई गोविन्द प्रसाद खनाल तथा भाउजू रमाको 50औं वैवाहिक वर्षगाँठको शुभकामना अमेरिकाको बोस्टनबाट दिन पाउँदा हामी अत्यन्त हर्षित छौं। मैपीमा रातको लग्नमा भएको खनाल तथा आचार्य परिवार बीचको उक्त विवाहको 50 वर्ष बितेको पत्तै भएन। श्रीमान श्रीमती भनेको रथका 2 पाङ्ग्रा हुन्, सुख दुःखका साथी हुन् भन्ने भनाई दाई भाउजूको जोडीले चरितार्थ पार्नु भएको छ। आगामी दिनमा पनि हजुरहरूको सम्बन्ध
सुमधुर होस् भन्ने शुभकामना व्यक्त गर्दछु। मेरो तर्फबाट पनि हजुरहरूलाई 50औं वर्षगाँठको वैवाहिक सम्बन्धको पुनः मङ्गलमय शुभकामना व्यक्त गर्दछु। ह्याप्पी एनिभर्सरी।